यो वाला अर्को यो हेरौँ न ई वाला कुन वाला यो माथिको यो वाला यो ट्रान्सफर्मको पछाडि हेरौँ ल यो हाम्रो चाहिँ फुरियर कोसाइन ट्रान्सफर्म हो नि पहिला हामीले चाहिँ इन्टिग्रलको हेरौँ भनिरहेको छ नि त्यही भएर इन्टिग्रलको हेरौँ त्यसपछि जाम्ला यसमा ल अब 2000 कतिको हेरौँ 21 को भयो भने 20 को हेरौँ है यो 20 को के 18 को रहेछ यार 2019 ल 2020 को हेरौँ 2020 को फुरियर 6 मा रहेछ ल फुरियर ट्रान्सफर्म यो भयो अनि फुरियर हामी चाहिँ इन्टिग्रल हेरेका छौँ नि उटा 7 हेर ओइ सेम क्वेशन केही फरक छैन सेम क्वेशन ये हेर त यहाँनिर के मात्र ठपाइ रहेछ भनेपछि डिफाइन फुरियर कोसाइन इन्टिग्रल डिफाइन गर अनि प्रुफ गर अरे 1 मार्क्स यता गयो अनि 7 मार्क्स यता उडा पनि 7 मार्क्स मा त आइराथ्यो सेम क्वेशन हैन यो कति सालमा आएको त 20 मा 2020 कति रहेछ 21 मा 2020 अनि उटा 21 है 21 को स्प्रिङ 20 को फल यही त रिपिट हुने होला नि हेर हैन अब नि अर्को के रिपिट भएको छ र केही सो दैट द ट्रान्सफर्मेसन w इक्वल्स टु e to the power is कन्फर्म यो पढे यो पढ्या छैन मेरो हामीले अझै अब 19 को हेर्ने 19 को मा के छ फुरियर इन्टिग्रल यसको यो गर्ने ल बड्डा यो वाला त उठाइदिएछ यार अरे यो निकाल्नु छ नि हामीले चाहिँ यो निकाल्नु छ हैन आउँछ यो आउँछ यो गर त यो हामीले त के त यो देखाउनु पर्ने छ नि त fx बराबर 80 हुन्छ भनेर सो गर्नु छ भनेपछि fx त हामीले चाहिँ यसलाई यही मात्र त युज गर्नु पर्यो हेर यसमा कुन लगाउने हेर त यसमा भने छैन नि त फुरियर के रे कोसाइन लगाउने कि साइन लगाउने के लगाउने यसमा त्यहाँ अगाडि कस छ त्यही त होला के भनेपछि sin x cos x ओमेगा by 1 plus omega square there is sin x there's a इसमा के लगाउने यार साइन लगायो भने साइन ए साइन बी यो गरी 2 थप्यो बाइ 2 थप्यो साइन ए साइन बी 2 थप्यो भने कति हुन्छ म कपीमा गर्छु है यो मलाई के ल्याउनु छ cos sin लाउनु पर्छ के cos x omega 1 plus omega square cos ओमेगा x ल्याउनु छ भने त के लगाउनु पर्यो यता त sin x छ फेरि sin x 1 plus omega square 1 plus omega square 1 plus sin x 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 1 plus omega squ
एकछिन है 1 + ओमेगा स्क्वायर ई भइदिया भए त हुने बन्यो यी पनि छैन यसको चाहिँ अब इन्टिग्रेसन 0 देखि भनेको 5/2 र चाहिँ cos omega. युभी यो केसमा हामीले चाहिँ यो फर्मुला लगाउनु पर्छ है अघिनको म यहाँबाट देखाउँछु हामीलाई चाहिने फर्मुला कहाँ छ यो यहाँ छ त यो कहाँ हो यो वाला फर्मुला युज हुन्छ यस्तो फर्ममा लाने अनि त्यसपछि बल्ल गर्ने है त्यही आउँछ यहाँ हेर न त यहाँ चाहिँ के आछ भनेपछि तिमीले चाहिँ के रे उ लिएर छौ नि cos ओमेगा x लिएर छौ नि cos ओमेगा x लिएर छौ भने चाहिँ यो के त 2 अगाडि 2 थप हैन अनि sin a भयो अनि cos b हुन्छ कि नै ठ्याक्क हेर त sin अनि cos आउँछ sin and then cos आउँछ ए sin and then cos आउँछ ल ठीक छ यो यही लगाऊ त 12 को फर्मुला लगाऊ न 12 नम्बरको थप्ने तल माथि थप डिभाइड पनि गर्यो जति थपेको छ त्यसले डिभाइड गर 2/2 भनेर गइहाल्छ भने C2 गइहाल्छ 1/2 अगाडि आउँछ इन्टिग्रेसन 0 देखि पाइ गयो यता भयो sin x प्लस ओमेगा x प्लस sin x minus ओमेगा x के भनेको ए भनेको x छ b भनेको चाहिँ हाम्रो ओमेगा x छ के टी राखेछ भने चाहिँ टी मान cos ओमेगा टी माने होला तिमीले ओमेगा टी राख b को ठाउँमा अब यसको इन्टिग्रेसन गरि हुन्छ यार sin को cos भयो sin को माइनस cos हुन्छ 1 प्लस ओमेगा x by 1 plus omega टी को ठाउँमा पाइ राख्ने हो x 0 देखि पाइ भनेपछि
ए पाइ भनेपछि त्यो कति हो यार माइनस 1 हुने रहेछ सुजन पाइ बाई 2 ले बाहिर लगेर काट्दिने हो कि के गर्ने हो पाइ बाइ 2 लाई कटाइदिने 1 plus omega square square derive Fourier integral of fx from Fourier series so that derive Fourier integral of fx from Fourier series so that equals to 9x oh my lord what is the ये तो कति आउँछ रे यो फर्मुला युज गर्दाखेरि साइनको कस हुन्छ हुन्न र साइनको यो के यो अनि साइनको कति हुन्छ माइनस कस हुन्न इन्टिग्रेसन कसको साइन हुन्छ भने के रे हाम्रो चाहिँ साइनको माइनस साइन बी गयो कसै कस माइनस अनि डाइरेक्ट गर्दिने इन्टिग्रेट माइनस cos x plus omega x minus cos x minus omega x अनि डिभाइड बाइ कति डिवाइड बाइ ओमेगा ओन्ली ओमेगा x यस्तो गर x कमन लियो x कमन लियो अनि त्यसपछि 1 plus ओमेगा बच्छ एकापट्टि अर्कोपट्टि 1 minus ओमेगा बच्छ यो अनुसार त नौला जस्तो छ यार यहाँ त अब प्लस भयो अनि यो 1 स्क्वायर माइनस ओमेगा स्क्वायर यो कमन आउँछ यताबाट 2 गइगयो यताबाट 2 गयो यता मिल्दैन फेरि के भने यो चाहिँ 1 हुनु पर्यो एकछिन है cos 1 plus n कति हुन्छ त्यो हेर्नु पर्यो 1 plus n को भ्यालु n पाई को भ्यालु कति हुन्छ त्यो हेर्नु पर्यो बाइमा कति आउँछ सुजन 1 plus ओमेगा एउटामा 1 plus ओमेगा अर्कोमा 1 minus ओमेगा -1 को पावर n यति त आछ cos n पाई अरे माइनस cos ए भने त -1 को पावर n हुने भइगयो टी त नआउनु पर्ने हो साइनको केसमा
1 plus n Apa? Pasti viral. Pantry. Keribe. Udah keribe. 20 रुपया 10 रुपया कुछ किन Itu. Delek doang. का राम्रो खाना चाहिँ Siapa tadi siapa? उता किन गर्छु का Kan. हो क्या 1000 रुपया पर्ना Apa? फिर हावा Geraka. N plus pi by 2 हुँदाखेरि 0 हुन्छ 2n pi हुँदाखेरि 1 हुन्छ येरे पिले नौलो हंस बस Tat. Luego sin pararlas o se han porque no para One. ¿Qué día el rey? Nobody. ¿Ah? No. ¿Qué día? No puedo creer. ¿Qué es eso? One plus omega square. ¿Qué es eso? Inside. Nanti bisa. खाने हो जावा अर्को त कसै तखला टुडेस वाला फिल्म बन्छु भनेर ये वाला क्वेश्चन तो यार ठीक है यार baru gitu. Mana त्यसको नेट राम्रो छैन ए तेरी यार मैले बोले सुनेको छैन तिमीले भन्न त बोल्दै बोल्दैन त हाय निकाल्यो कति निकाल्यो तिमीहरुले मैले त गरेको छैन दोस्त यो एकचोटि डेरिभेटिभ गर्दाखेरि हुन्थ्यो ठीक ओलाई यसो गरौँ न यहाँ सुन्नु त यहाँनिर त्यसरी गर्दाखेरि अलि नआउला जस्तो छ हैन यो
हेर्दाखेरि के देखिन्छ भनेपछि हामीले चाहिँ यहाँ हेरेर यहाँ अहिले हामीले त्यसलाई चाहिँ यस्तो फर्ममा लान सक्छौँ कि नै जुन आइरहेछ नि इक्वेसन एफएक्स हामीले चाहिँ यस्तो फर्ममा लान सक्छौँ कि नै यस्तो फर्ममा के यस्तो फर्ममा लान सक्छौँ कि नै यसो सोच त त्यो गर्दाखेरि अलि नौला जस्तो त्यो त्यही त अहिले म भन्दैछु अघि न त्यो यो फर्मुला लगाएर गर्न थियौँ नि यो लगाउँदाखेरि अलि भएन के हैन के रे यो अनुसार म्याचिङ हुन के हामीले चाहिँ यो खासमा त के आइरहेछ भनेपछि 1 + ओमेगा स्क्वायर नि 1 + ओमेगा स्क्वायर 1 - ओमेगा स्क्वायर हाम्रो उता त त्यो आइरहेछ 1 - ओमेगा स्क्वायर आइरहेछ तर यहाँ त के छ हाम्रो 1 + ओमेगा स्क्वायर छ हैन अब यसलाई चाहिँ के गर्ने भनेपछि त्यसरी गर्दा चाहिँ अब आउँदैन अब यसलाई चाहिँ के गर्ने भनेपछि sin x छ नि हो sin x भनेपछि अब यहाँनिर अलि के रे उ गर्नु पर्यो कि हामीले अलिकति यसलाई चाहिँ मोडिफाई गर्नु पर्यो जस्तै हाम्रो चाहिँ e to the power I theta equals to e to the power I theta equals to कति हुन्छ cos theta plus I sin theta हुन्छ है बुझ्यो कि नै बुझ्यौ अनि यहाँनिर फर्मुला हो फर्मुला भन्नाले नि पाइ भनेको त 180 हो अनि यति हुन्छ भनेपछि ल अब यहाँनिर के छ हाम्रो sin x छ कि नै क्वेशनमा यो कसरी आयो भनेपछि यो के रे जुन मैले यहाँनिर भन्न खोजेँ नि के रे कार्टेसियन फर्ममा हाम्रो जुन के रे कम्प्लेक्स नम्बर के कम्प्लेक्स फर्म के हाम्रो कार्टेसियन फर्ममा चाहिँ कस्तो हुन्छ कम्प्लेक्स नम्बरको x + iy हुन्छ हैन यो कार्टेसियन अनुसार यति हुन्छ त्यसपछि पोलर फर्म यति हुन्छ हैन यो चाहिँ हाम्रो sin थीटा छ नि यो पोलर फर्म भयो अनि यो चाहिँ हाम्रो e to the power I थीटा छ नि यो चाहिँ युलर्स फर्म भयो यो कुन कन्डिसनमा हो भनेपछि r को भ्यालु चाहिँ 1 हुँदाखेरिको केसमा हो यो चाहिँ भनेपछि अब यहाँनिर के गर्ने भनेपछि e to the power I थीटा छ नि अब यस यहाँनिर के कम्पेयर गर्ने भनेपछि तिमीले चाहिँ यसको चाहिँ रियल पार्ट के छ अनि इमेजिनेरी पार्ट चाहिँ के छ यो इक्वल हुन्छ हैन अब यसको रियल पार्ट र इमेजिनेरी पार्ट हेर्ने हो भने के त यो पनि त्यसको रियल पार्ट चाहिँ हाम्रो cos थीटा छ यही को e to the power I थीटा को अनि इमेजिनेरी पार्ट फेरि कति छ के त I sin थीटा छ हैन अनि इमेजिन पार्ट चाहिँ sin थीटा भयो I भनेको त इमेजिनेरी नोटेसन भयो नि त हैन यसको इमेजिनेरी पार्ट चाहिँ I के त sin थीटा मात्र छ भनेपछि यहाँ चाहिँ हाम्रो sin x छ sin x छ अब यसलाई चाहिँ हामीले के लेख्न पायो sin यसलाई चाहिँ हामीले e to the power I थीटा ix लेख्न पाउँछौँ है ix हो अब यो अनुसार गयो भने चाहिँ अब आउँछ होला
यो अनुसार गयो भने आउँछ होला। अनि कस्ट पनि आउँछ नि यसमा त फेरि। अब त लगाउनु पायो। ल्याप्लेस लगाउँछौ भने लगाऊ अथवा तिमीले चाहिँ डाइरेक्ट के रे उ फर्मुला लगाउन मन छ भने लगाऊ। थापाउनु पर्यो। अब तल हेर्दाखेरि अब त्यो अनुसारले अब नौला जस्तो भयो नि। अब त्यही भएर अब यताबाट जाम भने क्या। यसको कति होला यार e to power आइरहेको छु फेरि। लेखे जस्तो लाग्थ्यो यार। एक्स मान त्यहाँ हाम्रो चाहिँ साइन एक्स छ नि। हुन्छ कि नै के माइनस के रे साइन एक्स इक्वल्स टु इमेजिनेरी नराखेर साइन एक्स को ठाउँमा e को पावर माइनस के रे उ राख के एक्स राख्ने। अहिले त यहाँ मिलाउनला छु अब फेरि माइनस एक्स राखेपछि आउँछ हुन त हैन। तर अब माइनस एक्स ल्याउनु पर्यो हामीले हैन। माइनस एक्स ल्याउनु पर्यो तर त्यहाँ के छ भनेपछि आई छ हैन। e को पावर आई एक्स छ कि नै। अब आई लाई त हटाउनु पर्यो। आई लाई हटाउँदाखेरि आई स्क्वायर भएपछि -1 हुन्छ। तर यहाँनिर एउटा केस थियो यार। ड्र्याग गराउँछ माइनस गरेर माइनस ओ माय गॉड 1/i भनेको त माइनस i हुनु आई स्क्वायर हुने भयो। आई ठ्याक्कै माथि ठिक छ। सो 1/i हुन्छ त। अलि मिलेन भन्ने टाइपको आयो त। मिलेन power ix plus itu power अब त्यही नै आउँछ को power ix 0 देखि पाई जाला फेरि यसको अब यो पनि चेन्ज गर्नुपर्छ बड्डा। यतिकै त आउँदैन। लिमिट पनि चेन्ज गर्नुपर्छ के। यो पनि त चेन्ज गर्नु पर्यो के र। कहाँ आउँछ त नि यो पनि चेन्ज गर्नु पर्यो।
यो कति जान्छ 0 देखि यो जाला हाम्रो 0 देखि इन्फिनिटी नै जान्छ यो हैन 0 देखि इन्फिनिटी जाला यसको किनभने यसो हेर्दाखेरि 0 देखि इन्फिनिटी जाला तर यहाँ चाहिँ माइनसमा आउनु पर्ने e को पावर x -x आउनु पर्ने हो e को पावर -x आ भए चाहिँ ठ्याक्क यो जुन छ नि यसलाई म्याचिङ हुन्छ तर अब यो चाहिँ कसरी यहाँ आउँछ अब निकाल्नु पर्यो e को पावर ix आयो यतिकै त आउँदैन यो यो क्वेशन अलि उ छ यार टिटिकी रहेछ यार तिमीले सोधे मैले सोधे त कहाँ के रे उ गानु भन्छ मलाई त सिधै च्याट जीपीटी भन्छ ढुक्कै हो दोस्त के दियो च्याट जीपीटीले पनि सोध्छ सधैँ क्वेसन कस्तो गर्दियो भन्ने हो च्याट जीपीटीले के दियो त्यसले दिन भन्छ ल हान्न त हान्न टाइप गर्दा पनि मोबाइल चल्छ त फेरि बरु के रे यसमा नत्र यो र यो सेम छ के यो जुन तलको रेखा छ नि यो र यो सेम हो के यो र यो सेम हुन जान्छ के खासमा यो कन्सेप्चुअल नै छ के सेम अलि सेम टाइपकै छ सेम टाइपकै हुन जान्छ सेम तलकै हुन जान्छ के अब यसलाई सल्भ गर्दाखेरि चाहिँ कि तिमीले अब यहाँनिर के भने के रे यस्तै टाइपको यहाँनिर सल्भ गरिरहेको छ क्या यसले चाहिँ 1 मानेर गरेको छ नि यस्तोलाई गरेछ यसले तर यहाँनिर 1 मानेर गरेछ मैले त मैले फेरि उलाइदिन्छु के कोची रेसिडी थ्योरम त्यो लाएर गरेको थिएँ यी वाला यो त कस यसको रहेछ वन बाई भनेको माइनस आइने रहेछ त्यो अनुसारले पनि भइरहेको छैन यो पनि हैन सेम क्वेसन ले गरेको थियो यार